दर्शकबिन नमस्कार। झुटे सिरियल कहिले आउला भनेर प्रतीक्षामा रहनुभएको थियो भने यहाँको प्रतीक्षाको घडी अब समाप्त भइसकेको छ, किनकि झुटे सिरियल यही आउँदो बुधबारदेखि नियमित प्रसारण हुने भएको छ। दर्शकहरूमा लोकप्रिय सिरियल झुटे करिब 2 महिनाको अन्तरालपछि पुनः नियमित प्रसारण हुने भएको छ। प्राविधिक कारणले 2 महिनादेखि रोकिएको झुटे सिरियल वैशाख 24 गते बुधबारदेखि पुनः नियमित प्रसारण हुने भएको छ। उक्त कुराको जानकारी ओएसआर डिजिटल युट्युब च्यानल र बल्छी ध्रुवको सामाजिक सञ्जाल फेसबुकमा जानकारी दिँदै मङ्गलबार बिहान लेखेका छन्। प्राविधिक कारणले रोकिन गएको झुटे सिरियल भोलिदेखि पुनः लिएर आउँदैछौँ। पहिलेको जस्तै माया गर्नुहुनेछ भन्ने आशा र अपेक्षा राखेका छौँ। यसैबीच झुटे सिरियलको एक महत्त्वपूर्ण पात्र गोथे अर्थात् राजु मास्टर अब झुटे सिरियलमा देखिने छैनन्। उक्त कुराको जानकारी राजु मास्टरले सामाजिक सञ्जाल फेसबुक मार्फत दिएका हुन्। उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, झुटे सिरियलको एक पात्र भनौँ साना साना भाइ बहिनीहरूको र बुढाबुढी भएका बाआमाहरूको हाँस्छन् एक पात्र गोथे। गोथेको यात्रा झुटेमा अब भने टुङ्गिएको छ। आजसम्मको यात्रामा साथ दिने सम्पूर्ण कलाकारहरूज्यू र भगवान रूपी दर्शकहरूलाई मुरी धन्यवाद दिन चाहे। झुटेमा गोथे खोज्ने सबै मेरा साना साना भाइ बहिनीहरू र गोथे मन पराउने सम्पूर्ण दर्शकहरूसँग क्षमा माग्न चाहे, किनकि अब झुटेमा गोथे हुने छैन। आगामी नयाँ भागहरूको लागि झुटे परिवारलाई शुभकामना। दर्शकबिन गोथे पात्र बिनाको झुटे सिरियल अब कस्तो रहला, यहाँलाई के लाग्छ? आफ्नो राय कमेन्ट बक्समा राख्न नबिर्सिनुहोला। साथै हाम्रो च्यानललाई सब्स्क्राइब पनि गर्न नबिर्सनुहोला।